So hello everyone, namaste, Fiafulla, it's me Sumina. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु साथीहरु हैन। म चाहिँ भर्खरै क्याफे जाँदै हो अनि मेरो भ्लग चाहिँ फर्स्टमा के हुन्छ हैन, सधैँ क्याफे जाने नै हुन्छ के, सो माइन्ड नगर्नु हैन। सो म चाहिँ गइरहेको छु, यस्तो घाम लागिरहेको छ साथीहरु हैन। घामको त के कुरा गर्नु, डरेर पुरै। म चाहिँ बिहानै क्लास गएको थिएँ अनि बिहानैदेखि भ्लग स्टार्ट गर्छु भनेको अनि गर्नै पाएन, मोबाइलमा चार्ज पनि थिएन। सो क्याफेमा बसी अनि त्यसपछि भर्खर घर आएर फ्रेस भएर चाहिँ म क्याफे जाँदै हो साथीहरु। यस्तो गर्मी छ कि कुरै नगरौँ। अनि सो यसै चलिरह, बिहान क्लास जान्छु, क्याफे जान्छु, क्याफेबाट अनि फेरि घर आउँछु, फ्रेस हुन्छु। त्यही त नि हैन, मेरो चाहिँ दिनहरू यसरी नै बितिरहेछ भने सधैँ यसरी नै बितिरहेको हुन्छ। अनि म चाहिँ घुम्न गयो भने नि अब कोही हुँदैन, साथीहरू नै त्यस्तो छैन क्या मेरो कोही पनि। अब अरूको त हुन्छ क्लोज फ्रेन्डहरू साथीहरू, मेरो चाहिँ त्यस्तो कोही पनि छैन। साथी भने नि जे भने पनि, बेस्ट फ्रेन्ड भने पनि, जे भने नि मेरो एउटा बुढा छ, उहाँ मात्रै हो, अरू त कोही पनि छैन। जस्ट खुसी छु भनौँ न। यस्तो घाम लगाएर साथीहरू, म त हट। अनि प्लस मैले छाता पनि लिएर आउनु बिर्सेछ क्या, छाता पनि लिएर आउनु बिर्सेछ। यस्तो घाममा पुरै टेन्सन भइरहेको। गर्मी के साह्रो हो साथीहरू, म त पागल हुनुभयो होला। गर्मी त ओ माइ गड, के कुरा गर्नु र। किन अब यस्तो हुन्छ क्या, फुल लुगा लगाऊँ भने गर्मी हुन्छ, हाफ लुगा लगाऊँ भने पुरा घामले पुरै डढ्छ के हाततिर। के गर्नु, डर साथीहरू। म चाहिँ हल्का आउनलाई पनि ढिला भयो। अनि त्यहाँ ठुलो मम्मीहरू भेटेको थिएँ अनि त्यही गफ गर्दै भुलेँ एकछिन त। यसो भर्खरै गइरहेको छु। यसो साथीहरू त्यस्तै हो, यस्तो घाम लगाएर छ डेन्जर होइन। तँलाई मैले त्यो समत भने होइन। हजुर परेन। मैले कति सिकाउँछु ब्रेक हान्नु पऱ्यो, ब्रेक छैन तेरोमा। सिक्यो लुगा के हुँदैन, डाक्टरले त्यसलाई झन्झै बाइक मतलब हाम्रो भनेर उसलाई बाइक सिकाउन दिएको। बाइक सिक्दै थियौँ, पानी पनि पऱ्यो है, पानी पऱ्यो। अनि अहिले यता किनतिर नभिज्नेसँग बसिरहेछौँ, दिदीहरू पानीले भिजिसक्यो। हामी चाहिँ यहाँ बसिरहेछौँ, पानी पिच्छ भनेर हाम्रो बाइक यही हो। अनि आगी कसरी लड्यो ओइ, रुक ओइ रुन्जी, बाइक चलाउन सिक्ने अनि आफै लड्ने पनि यस्तो त छ मान्छे। आज पनि आइसकेको छु न्यू भ्लग लिएर हजुरहरू सामने। सो अहिले चाहिँ हामी कहाँ बाइक सिक्न जान्ला, बाइक पनि सिक्न जान्ला। अनि अब सिक्नु पऱ्यो नि साथीहरू, सो बाइक पनि सिक्नु पऱ्यो। अनि त्यसपछि अब भिडियो पनि बनाउनु पऱ्यो, माइन्ड पनि फ्रेस हुन्छ। आज मौसम पनि हल्का ठिकै छ होइन। अनि त्यही भएर चाहिँ हामी बाहिर निस्किनु लगाएको, बाहिर छ आइसको फालेर कसले फाल्यो? ओ त्यहाँदेखि फाल्यो त
तर्साइदियो यार टाउकोमा लाग्छ यहाँ हेर्नु न उता पनि कहाँबाट फाल्यो त नि टाउकोमा लाग्छ हाल्दिउँ मसला पुच्छेहरू पो रहेछ त अनि पुरा यसले फालेर दिसाएर छ यता माथिबाट बच्चाहरू रहेछ पागल रहेछ नि कस्तो चकचके बच्चाहरू हौ मन लाग्यो भने चाहिँ म त्यहीँ माथि गएर भुटार्दिएँ मन लाग्यो भने चाहिँ म त्यहीँ माथि गएर भुटार्दिएँ आइस ल हेर ऊ कसरी फालिराख हेर्नु त आइस पुरै फालिराख क्या जाउँ मटेकमा चाहिँ हामी गयो भाइ मन लाग्यो हामी जाँदैछौँ हामी उता तल जान बाघमा बाइकसँग जान लाग्यो साथीहरू बत्ता लगाएर जाँदै रहेछु भाइहरू पनि छ पछाडि होइन त आउँदैन मौसम राम्रो छ नि त आजको है हिजो अस्तितिर त एकदम हुँदैन गर्मी भइरहेको थियो हिजो त पानी पर्दा पनि यस्तो गर्मी भइरहेको थियो है भन्दा भयो भने बरु एउटा स्कुटर राम्रो ल्याउन दियो जहाँ जानु पायो नि त तर मेरो हिसाबमा त यो नबेची नै हुन्छ यो नबेच्न सक्छ सिन्धुपाल्चोक जहाँ जान्छ नि यो बाइकले त यार स्कुटरले फेरि अफरोडमा उयो हुन्छ 25,000 बरु पैसा दिएर अब आमा याङ्रीसम्म याङ्री जानुपर्छ अब हामी तिमीलाई बाहिर जानु दिन्छ दिँदैन 2-3 दिनको लागि दिन्छ त्यसो भए जानुपर्छ हामी नबेच त्यसो भए उजाला होइन नगाडी हुन्छ अस्ति नै त यत्रो खल्डो परेको थियो है तल बाइक साथीहरू क्या दामी सेतो त लगायो लड्यो भने टेक्सन ल यहाँ साथीहरू आइयो बाइक सिना खोइ त त्यो बाइक आउँदै हिरो पारामा आइत्या हो तिमी आइया साथीहरू हामी चाहिँ आइपुगिसक्यौँ यहाँ टक्क अब बाइक सिक्छ होइन एकछिन हो
बटारमा नछोड्नु क्या बटारमा नछोड्नु स्पिड चाहिँ मेन्टेन गर्नु एउटै होइन धेरै नबटार्ने बिस्तारै ल अब सिधै उताबाट हिँड्नुपर्ने यहाँबाट नपर्ने कुदाउँदै नछोड्नु न कान उड्दैन हान्ने चल्यो भने कान उड्दैन भन्ने कान उड्दैन हान्ने चल्यो भने कान उड्दैन भन्ने कान उड्दैन हान्ने चल्यो भने कान उड्दैन भन्ने उता हिँड्नु